हामीले दैनिक जीवनमा गर्ने धेरै निर्णय एक्चुअली ह्याबिटले चलाउँछ र यो ह्याबिट भन्नाले त्यो काम हो जुन तपाईँले बारम्बार दोहोऱ्याउनु भएको हुन्छ अनि अब यो अटोमेटिक भइसकेको छ। बिहान उठेर तपाईँ सिधै मोबाइल हेर्नुहुन्छ भने त्यो तपाईँको ह्याबिट हो। तपाईँले कन्सियसली निर्णय नगरे पनि तपाईँको माइन्डले अनकन्सियसली त्यो काम गर्छ। साइकोलोजी भन्छ ह्याबिट 3टा कुराबाट बन्छ। क्यु जुन हाम्रो ट्रिगर हुन्छ, रुटिन जुनले हामीले एउटा एक्सन गर्छौँ, र रिवार्ड जहाँबाट चाहिँ एउटा फाइदा अथवा सेटिस्फ्याक्सन हुन्छ। जस्तै अल्छी लाग्नु भनेको एउटा क्यु हो। त्यसै गरी तपाईँले टिकटक स्क्रोल गर्नुभयो अथवा कुनै पनि सोसियल मिडियामा गएर चाहिँ रिल्स हेर्नुभयो भने चाहिँ त्यो तपाईँको एउटा रुटिन हुन्छ र तपाईँलाई रमाइलो लाग्नु भनेको चाहिँ रिवार्ड हो। अब यही स्ट्रक्चरको प्रयोग गरेर हामी राम्रो ह्याबिट बनाउन सक्छौँ। जस्तै तपाईँ बिहान उठ्नुभयो जुन तपाईँको क्यु भयो, 5 मिनट किताब पढ्नुभयो तपाईँको एउटा रुटिन भयो, र शान्ति र सन्तोष महसुस गर्नुभयो जुन चाहिँ तपाईँको रिवार्ड हो। सो ह्याबिट एकपटक बनेपछि त्यसैले तपाईँलाई चलाउँछ। त्यसैले ह्याबिटको मालिक बन्नुहोस्, नोकर होइन।